स्टार्टिङ टुडे गाइस हैन आजदेखि म पैसा सेभ गर्नेछु थोरै भए पनि अरु यताउता गर्नुपर्छ स्टार्टिङ टुडे स्टार्ट I really apologize for that, but it's really an emergency situation. But yeah, that's fine. But because you collect the money, so that's booking, you will be considered as a paid one, right? Thank you so much, and really apologize for that. आज कति हो डेट 7 नोभेम्बर हो ना 11 महीना है ना 11 को आउनु न बढ्यो 50 बढ्यो 7 यो मेरो पिगी ब्याङ्क स्टार्टिङ टुडे गाइस हैन आजदेखि म पैसा सेभ गर्नेछु थोरै भए पनि तर डेलीको रुटिनमा 1 रुपैयाँ भयो नि 5 रुपैयाँ भयो नि 10 रुपैयाँ भयो नि डेलीको रुटिनमा ल सक्नुहुन्छ भने विनेक सर सक्नुहुन्छ भने हैन हेल्प गरिदिनु होला मलाई पैसा जम्मा गर्न यसरी टास्क मात्रै खेलेर हुन्न हैन केटा हो पैसा नि सेभ गर्नुपर्छ मतलब तपाईहरुले नगर्नुस् तर मलाई हेल्प गरिदिनु आजदेखि पैसा सेभ गर्छु भनेको खै कस्तो हुन्छ न फजुल खर्च गर्नु सेभ गरौँ भनेको नभए चाहिँ हार्नु पर्यो नि यार ल सक्नुहुन्छ भने तपाईहरुले पनि हेल्प गर्नु होला है गाइस डेलीको रुटिनमा सो गाइस हैन आज त धेरै भन्दैन किनकि अझै महिना छ किन धेरै टाइम छ सो स्टार्टिङ टुडे आज कति डेट विनेक सर आज डेट कति रे 7 तारिक 7 नोभेम्बर 7 2025 है गाइस मसँग कति छ पैसा भनेपछि स्टार्टिङ टुडे गाइस 120 रियाल हाल्दिनु न 120 रियाल लिनु न हालिदिहाल्छु अहिले जान्न यसरी सानो बनाउनु पर्ने रहेछ पैसालाई 10 रियाल धेरै हैन 10 रियाल 10 रियाल यो चाहिँ सायद चाहिन्छ होला महिना धेरै दिन्छ राखिराखौँ काम लाग्छ सिक्का छ निकालौ न यार गाइस एक सिक्का छ यो फ्रान्सै हो 1 रियाल फ्रान्स हो त यार मैले खान्छ त यार यो फ्रान्स यो पनि फ्रान्स है सो आजबाट हैन फजुल खर्च नगरौँ भन्ने विचारमा गरिन्छ यताउता कहिलेकाहीँ साथीभाइहरूसँग गरिन्छ तर लिमिट चाहिएकै हो छ भने भगवान के नाम में दे भगवान के 1 रियाल फेरि आयो गाइस हाम्रो दाइ तपाईको नाम के रे एकचोटी भनिदिनुस् त दल बहादुर के दल बहादुर सुनार दाइ जो कि ढाडीबाट हुनुहुन्छ उहाँले मलाई दिनुभएको छ एउटा सिक्का फेरि है अनि वाउ अनि रौतहटबाट जो कि हुन्छ मेरो प्यारो मित्र मिस्टर विनेक प्रसाद पटेल उहाँले मलाई फेरि 2 रियाल हेल्प गर्नुभएछ सेभ गर्नको लागि सुन्यो गाइस सुन्यो यही दिनमा भर्ने चाहिँ धेरै नभए पनि 2 महिनामा ल 2 महिनामा यो भर्ने अनि यो भर्यो भने अर्को फेरि ल्याउँछु यस्तै अनि त्यसपछि फेरि ल्याउँछु ल गाइस हेल्प गर्नु होला